सो गाइस वी आर ब्याक है। हामीहरू चाहिँ अब सुजन दाईको गाडीमा छौँ। हामीहरू चाहिँ भर्खर एक्जाम दिएर आएको कोसीको 4th लेभलको। सुजन दाईको यसपालि नाम निक्लिन्छ भन्ने चान्स मेरो चाहिँ एउटा बिग्रियो। मैले पनि त्यही लास्टको अलिकति टाइम पुगेन भन्दा कस्तो भयो है। र हामीहरू एकदमै उहाँले साथीलाई कल लगाइदिन्छ। सो गाई हाई गरिदिनु दाइ, मेरो गाईलाई हाई गरिदिनु भाइ। सो यसपालि फिक्स जागिर है, उसको अब के गर्छ उठाउँदैन। सो अहिले चाहिँ हामीहरू घरतिर लागिरहेको छ, मिटेरीतिर है। सो मैले थुप्रै पिछाडि भ्लग बनाउनु खोजिरहेको छु। कति भन्दैछ सो चाहिँ सो चाहिँ कम भन्न सो भन्दा के भिडियो भने सो गाइस हामीले सो गाइस मुखबाट सो नै निक्लिन खोजिरहेको छु क्या। सो 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 अब बन्द। अनि के अनि के अरे आज क्वेसन म अब यसो अपलोड गरिदिन्छु है। अनि हामीहरू यहाँ विराटनगरबाट जान्छ मिटारी सुजन दाईको पर्सनल गाडीमा 32 लाखमा किनेको अरे 4 सिटर 5 सिटर पार्टी खुवाउनु लाग्नु भएको छ मलाई। आज लगेर केमा पार्टी खुवाउने अरे सेन्ट्रल प्लाजामा किमा मोमो अनि किमा चाउमिन र साथसाथै किमा नुडल्स। सरी गरिब दुखी मान्छे थाहा छैन नाम भनिदिँदै हुन्छ दाइले किमा नुडल्स भनेर है। सो ठुलो के छ है। अनि त्यस पछाडि अब पढाइ गाइस बिग्रियो, नमिठो गरी बिग्रियो है। दाइको पनि सायद बिग्रियो, ढाँटेको हामीले लोकसेवाको चौथो भेटनेरीबाट बिग्रियो। सो गर्नेहरू छन् थुप्रै छन् राम्रो गर्ने हाम्रो साथीहरू, सफलता, विमल, हाम्रो मिस एकजना हुनुहुन्छ, उहाँको नाम लिँदिनँ, उहाँले त राम्रो हो भन्दै हुनुहुन्छ। हामी मात्रै हो बेकार चाहिँ अलिकति नगर्न सक्ने, रिग्रेट लागिरहेको छ। खरी बाख्राहरू पनि याद भएन क्या एकछिन त। बाख्राहरू च्याङ्राले खरी बाख्रा के हो कति मैले मेरो 3वटा लेखेँ, खरी सिराल र च्याङ्रा। अझै एउटा छ क्या तराईको त्यो तराईमा हुनु तपाईँको साइकको भयो मलाई सब बिर्सेकै भयो एकछिन बाख्रा त ल 3वटा हो कि कतिवटा हो? त म त गएर अब यस्तो पढ्छु भनेर सोचेको छु है। लेट्स स्टार्ट द न्यू जर्नी है। असार साउन भदौ मङ्सिरतिर खोल्छ अरे। अब एउटा कोटा भयो 10वटा कोटा भयो, एउटा जसरी निकाल्ने हो है। पुरै भित्र मनबाट के छ चाहना चाहिँ एकचोटि निकाल्छु नै म, त्यसबाट निकालेर ठ्याक्कै यसपालि लोकसेवा पास गर्ने नै हो। अनि नाम राख्नु चाहिँ आफ्नो है। यो मनको मलाई आज यस्तो खिन्न लागेछ नि एक्जाम दिएर। पहिलोचोटि एक्जाम दिएको गाइस मैले लोकसेवाको चौथोको कोसीको, त्यहाँनिर त मैले भरेको पनि छैन। त्यसमा नाम निक्ल्यो पहिलो पेपरमा, अनि दोस्रो पेपरको लागि तयारी थिएन पनि। म बिरामी थिएँ, मैले पनि बिरामी, समस्या थियो। जस गरियो है लोकसेवाको। अब त्यस्तै त भन्दै बिग्रिनु आफ्नै हातमा रहेछ गाइस होइन। आफ्नै हातमा क्या सबै, बिग्रिनु नबिग्रिनु आफ्नै हातमा। अहिले चाहिँ हामीहरू कतै दुबीतिर छौँ, आफ्नै झन्डै बिग्रिनु आफ्नै हातमा रहेछ। पढ्ने नपढ्ने है। हाम्रो साथीहरू त सबैजना अब पुरै ट्यालेन्टै हो कि अब कसै त होस्टेल बसेर पढिरहेछन् अहिलेसम्म है। केहरू त उहाँ दाङमै इन्स्टिट्युटमै पढिरहेछ नि है, विमल होइन। हाम्रो विमल साथीहरू सब इन्स्टिट्युटमै पढिरहेछन् है। अरू निरुता निरुताले पढेन हो त इन्स्टिट्युट, मैले पनि पढेकै हो। तर अब त्यही पढेको हिसाबले फर्स्ट पेपरमा नाम निक्ल्यो र दोस्रो पेपरमा निक्लेन है। प्र्याक्टिस भएन भनौँ। दाइले त बिचरा इन्स्टिट्युट पनि पढ्नु भएको छैन है, अनलाइन क्लास लिए जस्तो गर्नुभएको थियो। तर उहाँ पनि एकदम बिजीले गर्दा पढ्न पाउनु भएन। उहाँ त एकदम अब उहाँको नयाँ यो कुन महिना दाइ भन्नु नि, कुन महिनामा एउटा सरप्राइज आउँदैछ। ओ गीत चलाउनु न, गीत चलाउनु न भिडियोमा, कपिराइट लाग्छ क्या दाइ। कुन महिनामा सरप्राइज आउँदैछ भन्दैन। यही लगभग मेबी दसैँभन्दा अगाडि नभए दसैँभन्दा पछाडि एउटा सरप्राइज छ है सुजन दाईको तर्फबाट अरे। एउटा ठुलो काम हुन गइरहेछ सुजन दाईको तर्फबाट, राम्रो काम है। त्यतिखेर हेरौँ ल। सो गाइस म इन्टरभ्यू पुगेपछि कल गर्छु, भित्र भिडियो बनाउँछु। बाई। सुजन दाई आफ्नो स्किल देखाउँदै है। हेर्नु यत्रो अरे यार कति हल्ला। बाटो यार दुबीको बाटो यत्रो लाइन जाम। ओइ यत्रो जाम रहेछ। दिदी बिस्तारै हो, तपाईँ कहाँ हुनुभएको यार। बाटो हेर, बाटोको हालत नेपाल सरकार के हो यो। आज पानी पर्यो क्या। ठ्याक्कै एक्जाम सकेको थिएन है,
त्यतिखेर यस्तो मुसलधार पानी पर्यो आज विराटनगर एकदम चिसिरहेछ इटेरी पनि चिसो होला पानी पर्यो होला मेबी इटेरीतिर पनि सो जतिजनाले यसपालि कोशी चौथोमा नाम निकाल्छन् मलाई जहाँसम्म लाग्छ हाम्रो एकजना साथीले नाम निकाल्छ सबिनाले निकाल्ला सो नाम बिग कङ्ग्रेचुलेसन सबिनालाई एकदम राम्रो यहीँबाट है हामी त यस्तै हो सब निकाल्छ होला हौ खुसी भएर आएको हामी त हाउडे एकदम लफङ्गा होइन नि त यस्तो हामी हाउडे होइन हामीलाई समय परिस्थिति अवस्थाले त्यस्तो गराएको हो मलाई चाहिँ है होइन सुजन दाईलाई पनि समय परिस्थिति अवस्थाले त्यस्तो गराएको नत्र सुजन दाई त टिचर मान्छे ओ गाइस सुजन दाईलाई कङ्ग्रेचुलेसन गरौँ म पढाउँदै हुन्छ बङ्गलामुखी टेक्निकल स्कुलमा एज अ टिचर है एज अ एसिस्टेन्ट होइन एसिस्टेन्ट टिचर उहाँ एनिमल हेल्थ पढाउँदै हुनुहुन्छ र साथै अब 29 गतेबाट यसो केही आश छ दाईले भाइलाई तान्ने जस्तो छ है आश के गर्नुहुन्छ उहाँ सुजन दाईको स्किलहरू पनि गाडी चलाएको यो बाटो खराब छ गाइज सुजन दाईले आफ्नो स्किल देखाउँदै हुनुहुन्छ एकछिनलाई म यो कभर खोल्छु यार एकछिन अनि के सुजन दाईले अहिले उहाँ टिचिङ गराउँदै हुनुहुन्छ है एनिमल हेल्थ पढाउँदै हुन्छ अब कम्तीमा पनि दाईले अझै 5 देखि 6 महिना रेगुलर त्यस्तै तरिकाले पढाउनु भयो भने सुजन दाईले अर्कोचोटि एकदम कडक लोकसेवामा फिक्स रिटर्नमा नाम निकाल्नुहुन्छ यहाँबाट धरा 26 किलोमिटर र अब हामीहरू स्पिडमा छौँ गीत बजाउनु ल मेरो So guys, so we are in Iteri. So हामी चाहिँ इटेरी आइपुग्यौँ यो गीत बजाइदिएको छ कपिराइट लाग्ला है सो यो बिष्ट कम्प्लेक्स मलाई विराटनगर लाइन हटे लाइन छोडिदिनु अगाडि है त दाइ